हेलो हेलो गाइजहरु वेलकम छ मेरो मिनी ब्लगमा। आज पनि म छोटो मिठो मिनी ब्लग लिएर आएको छु। सबैजनाले हेरेर माया गरिदिनुहुन्छ भन्ने आशा राखेको छु है। आज चाहिँ हामी बुढाबुढी बाहिर निस्केका छौँ। आज चाहिँ मेरो बुढोको पासपोर्ट लिनुपर्ने थियो, त्यही भएर हामी बुढाबुढी जाँदैछौँ बाटोमा पासपोर्ट लिनको लागि। म चाहिँ भिडियो बनाउँदै आफ्नो सुरमा बोल्दै हिँडिरहेको छु। बुढो चाहिँ हुनुहुन्छ मेरो राइडर आजको। हेर्नुहोला बाटोमा कस्तो दामी वाउ मौसम थियो। त्यही भएर मलाई चाहिँ छोटो भिडियो बनाउन मन लाग्यो, त्यही भएर म भिडियो बनाउँदै हिँडिरहेको छु है। गाइजहरु सबैले हेरिदिनु होला, माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला भन्न चाहे। आजको मेरो मिनी ब्लगबाट चाहिँ अरू त खै के भनौँ, भन्नुपर्ने त खासै केही थिएन। त्यही पनि यसो हामी पनि भविष्यमा राम्रै भ्लगर भइहाल्छौँ कि भन्ने आशा मात्रै होला। तर त्यही पनि केही छैन, यसो आफूले जानेको सामान त गर्नु पर्यो नि हैन गाइजहरु। यसो टाइम पास हुन्छ यति भए पनि गर्यो भने। त्यही भएर अनि हामी पुग्यौँ। यो के भन्छ सिंगल ट्री हो कि क्या के भन्छ यसलाई, त्यहाँ पुग्यौँ। कस्तो दामी देखिरहेको थियो, तर कस्तो छ अहिलेसम्म म चाहिँ गएको छुइनँ है यहाँ चाहिँ जानलाई चाहिँ। भिडियो गर्दै पुग्न पनि लाग्यौँ है गाइजहरु हामी पासपोर्ट लिने ठाउँमा। अहिले हामी कहाँ पुग्यौँ भन्दाखेरि सुन्धारा पुग्न लाग्यौँ। सुन्धाराको छेउमा पुग्ने बेला हुन लाग्यो, एकदम बाटोमा जाम थियो। भन्दै हामी अब पुग्यौँ पनि। पुगेर एकदम टन्न मान्छे थियो, वेटिङ गरिरहेको छौँ है पासपोर्ट लिनको लागि। हेर्नुहोस् त गाइजहरु कति जान्छन् नेपालीहरू विदेश है, अन्त विदेश नगए नि खैरात छैन। अनि हामी बुढाबुढी पर्खिरहेछौँ, नाम बोलाउँदो रहेछ, अनि त्यसपछि जानु पर्दो रहेछ भन्दै पासपोर्ट पनि आयो। त्यसपछि हामी निस्क्यौँ बाहिर। अनि बुढो चाहिँ बाइक लिन जानुभएको छ, म चाहिँ वेट गरिरहेको छु। यसो भन्दै बुढो नि आउनुभयो। त्यसपछि हामी फर्क्यौँ घर, फर्किँदैछौँ बाटोमा। यति भन्दै आजको मेरो मिनी भ्लगलाई अन्त गर्न चाहे। सबैजनाले हेरेर माया गरिदिनु होला। ओके बाई बाई।